हेलो साथीहरू, नमस्कार। स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई। आज फेरि म एउटा स्वेटर बुन्ने तरिका लिएर आएको छु। यसमा चाहिँ मैले हजुरहरूलाई यो पछाडिको भाग तयार पारेको छु र म हजुरहरूलाई आज यो खालको बुट्टा सिकाउन गइरहेको छु। एकदमै राम्रो र कम्फर्टेबल मानिन्छ। हेर्न सक्नुहुन्छ, यो चाहिँ मैले बोर्डरको भाग चाहिँ 3 घर उल्टो अनि 2 घर उल्टो गराएको छु र मैले यसमा जम्मी 140 घर राखेको छु। उल्टोमा चाहिँ यस्तो देखिन्छ भनेपछि उल्टोमा चाहिँ यस्तो देखिन्छ। हेर्न सक्नुहुन्छ, मैले यो लङ खालको बुन्न गइरहेको छु र मैले काटेर पनि तयार पारेको छु। र आज म हजुरलाई अगाडिको भागमा सिकाउन गइरहेको छु। यसमा चाहिँ मैले जम्मी 80 घर राखेको छु। 80 घरमा 12 घर चाहिँ मैले यसको लागि यो ताक घरको लागि राखेको छु भने यो चाहिँ बुट्टाको लागि हो। यो पनि मैले यो चाहिँ उल्टोतिर रहेको छ। मैले चाहिँ यतातिर यो बुट्टा राख्नको लागि जम्मी 10 घर लाग्छ अनि 10 घर अनि 6 फन्कोमा रेडी हुन्छ यो बुट्टा चाहिँ। यसमा चाहिँ मैले 1 फन्का चाहिँ गराएको छु। यो 3 घर चाहिँ मेरो यो 3 घर चाहिँ मैले उक्रेको भएर मैले त्यतिकै राखेको छु भनेपछि यहाँदेखि यतातिर 10 घर गराएको छु। 10 घरमा चाहिँ मैले 2 घर उल्टो अनि 2 घर उल्टो अनि 1 घर उल्टो अनि 2 घर उल्टो 1 घर उल्टो र 2 घर उल्टो गरेर ठिकै 10 घरको बुट्टा राखेको छु। अनि अब म उल्टो साइडतिर यो 1 रो चाहिँ मैले त्यसरी गरेर बुनेको छु। 2 घर उल्टो अनि 2 घर उल्टो अनि 1 घर उल्टो 2 घर उल्टो 1 घर उल्टो र 2 घर उल्टो गरेर 10 घरको बुट्टा राखेको छु मैले यसमा। अनि एक लाइन चाहिँ मैले बुनेको छु फर्स्ट रो। अब चाहिँ म फुल लाइनमा आएको छु। हेर्न सक्नुहुन्छ, यो फुल लाइन चाहिँ उल्टीदेखि हो। यसमा चाहिँ मैले यो ताक घरको लागि चाहिँ मैले 1 घर उल्टे र 1 घर सुल्टी गरेर राखेको छु। हेर्नुहोला, अहिले चाहिँ यो ताक घरको लागि हो चाहिँ ताकको लागि हो। राखेको छु। अनि यतादेखि चाहिँ अब यो चाहिँ मैले 2 घर उल्टोतिर चाहिँ जस्तो देखिन्छ उल्टोतिर उल्टो नै बुन्ने र उल्टोतिर उल्टो नै बुन्दै जाने हो। उल्टोतिर चाहिँ साइडतिर चाहिँ उल्टोदेखि उल्टो र सुल्टो बुनेर रेडी पार्नु होला। म हजुरहरूलाई लास्टमा गएर देखाउँछु है त।
मैले चाहिँ उल्टो ठाउँमा उल्टो र सामा सुल्टो गरेर रोटु कम्प्लिट गरिसकेँ। अनि चाहिँ इनलाइनमा हेर्न सक्नुहुन्छ। यसमा चाहिँ अब धागोलाई अगाडिपट्टि राखेर यो 2 घरलाई उल्टो बुन्ने, 2 घर उल्टो। यो चाहिँ मैले यो तीनवटा फन्दा चाहिँ उब्रेको फन्दा हो यो चाहिँ। अनि यसलाई चाहिँ यो 2टा छ, यो चाहिँ बुट्टा राख्नलाई, यो भाग बनाउनलाई, यो भागको लागि यो 2टा चाहिँ हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ यहाँ अगाडिबाट यस्तो गराउने अनि यहाँबाट निकालेर यस्तो गरेर यस्तो त्यसो फेरि धागा त्यता लगेर यसलाई फेरि उस्तै है। यो चाहिँ बुट्टाको लागि हेर्न सक्नुहुन्छ। अनि त्यसपछि फेरि 2 घर उल्टो, 1 घर सुल्टो, अनि 2 घर उल्टो, 1 घर सुल्टो, हेर्न मन पराउनुहुन्छ। अनि बुट्टा मन पर्यो भने कमेन्ट गर्नु चाहिँ नभुल्नु होला। हजुरहरूलाई फेरि पनि म यस्तै खालको भिडियोहरू लिएर आउने छु। अहिले चाहिँ म बुट्टा राख्नको लागि मात्रै सुझाउन गइरहेको छु। हजुरहरूलाई फेरि म टाङ्गर काट्ने अनि जेब हाल्ने तरिका पनि अवश्य राख्नेछु। यदि टाइम मिलेसम्म चाहिँ म राख्नेछु भिडियोहरू बनाएर। हेर्न सक्नुहुन्छ यो बुट्टा चाहिँ एकदमै बुट्टा छ। अनि नुनमा पनि राख्दाखेरि एकदमै राम्रो देखिन्छ। लेडिजमा राख्दा पनि एकदमै राम्रो र जेन्ट्सको लागि पनि यो बुट्टा एकदमै राम्रो मानिन्छ। कम्प्लिट गरेर फेरि अर्को लाइनमा उल्टे लाइनमा लगाउँछु। हेर्न सक्नुहुन्छ मैले 3 लाइन पनि बुनेर कम्प्लिट गरिसकेको छु। अब चाहिँ यसमा हल्का बुट्टा देखिन गइरहेको छ। अब चाहिँ यो उल्टोतिर हो, घर उल्टो। मैले पाउडर भाग चाहिँ 1 घर उल्टो 1 घर सुल्टो गरेर राखेको छु। हेर्न सक्नुहुन्छ। हजुरहरूले यदि भिडियोलाई बुझ्नु भएन भने चाहिँ कमेन्टमा लेख्नु होला। फेरि पनि म अझै
हजुरहरूलाई सहज हुने तरिकाले भिडियो बनाएर राख्नेछु। हो रुखमा चाहिँ यो जस्तो देखिन्छ यस्तै बुन्ने उल्टी साइडतिर उल्टो देखिनेमा उल्टो सुन्नेमा सुल्टो चाहिँ 2 घरको चाहिँ यहाँ 2 घर सुल्टो, त्यसपछि फेरि 1 घर उल्टो, फेरि 2 घर सुल्टो, फेरि 1 घर उल्टो, 2 घर सुल्टो, 2 घर उल्टो, 2 घर उल्टो, 2 घर सुल्टो, उल्टो साइडमा जस्तै जुन फन्दा जस्तो तरिकाले देखिन्छ त्यस्तै तरिकाले हजुरहरूले कम्प्लिट गर्नुहोला। रो 4 हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ रो 5 हो। मैले चाहिँ यो घर जस्तो छ त्यस्तै हुने। अब चाहिँ अब बुट्टा राख्ने हेर्न सक्नुहुन्छ। यो कट गर्छन् 2 यो 2 घरले चाहिँ जस्तो छ त्यस्तै हुने बुट्टा 1 घरलाई दाहिने हातले यताबाट अनि दाब्रे हातले माथिबाट गराएर यसलाई यस्तो गराउने अनि त्यसपछि चाहिँ यसरी निकाल्ने त्यो। अनि 1 घर उल्टो बुन्ने 1 घर उल्टो अनि त्यसपछि अब 2 4 6 घरलाई निकाल्ने 6 घरलाई घरले निकालेर यो दाहिने हातले माथिबाट 3 घर निकाल्ने अनि त्यसपछि फेरि दाब्रे हातले मुनिबाट 3 घरलाई निकाल्ने। फेरि 1 घर उल्टो अनि फेरि 1 घर उल्टो, फेरि अर्को 2 घर उल्टो अनि त्यसपछि फेरि 1 घर सुल्टो अनि 2 घर उल्टो। यसले चाहिँ यस्तै गरेर बुट्टा राख्दै जाने हो। त्यसपछि यो चाहिँ एकदमै राम्रो बुट्टा बस्न जान्छ। हेर्न सक्नुहुन्छ यसले चाहिँ यस्तो गरायो 2 घरलाई बनाए यसलाई। त्यसपछि 1 घर उल्टो अनि फेरि त्यसपछि फेरि 6 घर निकाल्ने साथीहरू। 2 4 6 घर निक्ल्यो। त्यसपछि यो दाहिने हातले माथिदेखि यहाँदेखि टिप्ने 3 घरलाई अनि दाब्रे हातले फेरि यहाँ तलदेखि 3 घरलाई टिप्ने अनि त्यसपछि फेरि यसलाई दाहिने हातको यसलाई अगाडि लिएर राख्ने अनि त्यसपछि फेरि 2 घर उल्टो भयो, 1 घर सुल्टो अनि त्यसपछि फेरि 2 घर उल्टो अनि फेरि 2 घर उल्टो। फेरि यसलाई चाहिँ सक्नुहुन्छ यसरी निकालेर फेरि गराउनु। फेरि 6 घरलाई निकाल्ने फेरि माथिदेखि यसरी टिप्ने यसैमा हाल्ने फेरि यो बुट्टा बुझ्नको लागि अलि अप्ठ्यारो परेपछि मलाई कमेन्ट गर्नु होला। फेरि म हजुरहरूलाई कम्फर्टेबल हुने तरिकाले अझै बुझाउने कोसिस गर्नेछु।
हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ छरो भएर कम्प्लिट बुट्टा कम्प्लिट योबाट चाहिँ अब यस्तै यस्तै गर्दै बुट्टा बन्दै जान्छ। अनि अब फेरि छरो बन्दै जाने हो र लास्टमा चाहिँ यस्तो बुट्टा बन्दै जान्छ। एकपल्ट यस्तै यस्तै बुट्टा बन्दै जान्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, यदि मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला र कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव चाहिँ दिन नभुल्नुहोला।